अहिले अब यहाँ आएर पढिसकेपछि होइन यहाँ टन्नै होला नि साथीहरू होइन यहाँ क्लासमा नि। नेपाली साथीहरू अब धेरै जस्तो अहिले त निहङ्ग गएकोमा नि नेपाली नै धेरै हुन्छ हो। टन्ने उम्, नेपालबाट आउने स्टुडेन्टहरू टन्नै हुन्छ नि त। नेपाली, श्रीलङ्कनहरू, त्यहाँबाट भेटनामीहरू टन्नै छ अहिले त। के सबै छ सब पहिला नेपालमा भने जस्तै साथीहरू हुन्छ नि। त्यस्तो त अलि हुँदैन नेपालको जस्तो त कहाँ हुन्छ र। सबै अब यहाँ त अब आफ्नो आफ्नो काममा बिजी हुन्छ नि, त्यही पढ्न जाने फर्किने त्यही हो। त्यही भेट हुँदाखेरि यसो बोलचाल हुन्छ, आइहाल्यो त्यति नै हो। नेपाली जस्तो कहाँ त्यस्तो टाइम नै हुँदैन कोहीसँग यहाँ बस्ने बस्ने यताउता घुम्ने त्यत्रो टाइम हुँदैन नि त। अनि त्यही भएर नि खासै यहाँनिर त्यही आफ्नो काम जे हो त्यही हो, पढ्न जाने आउने सक्यो। त्यहाँबाट है यस्तो फुर्सदै गरौँ न त्यस्तो ल। अब फुर्सद नै आज हुँदैन। हामी पुरा चाइल्डहुडको सुनौँ न त, चाइल्डहुड मेमोरी विशालको। ए चाइल्डहुड त मेरो त डेन्जर छ त। अहँ, बच्चा बेला चाहिँ म लास्ट हो क्या, हरामी हो एकदमै। ला चकचके हो, भन्नाले कस्तो ला चकचके हो क्या। हात खाली नै नबस्ने क्या, जति बेला केही न केही चाहिँ गरिराख्नु पर्ने क्या। है। यत्तिकै स्टेबल चाहिँ बस्नै नसक्ने, चकचक चकचक चले गर्ने त्यस्तो चञ्चले स्वभाव थियो क्या मेरो चाहिँ। उम्, कहिले के गर्ने घरमा गाली र पिटे त कति खाइन्थ्यो खाइन्थ्यो। है तर सानो बेलामा प्रायः मान्छे कमै होला नि गाली पिटे नखाएको त। धुलो उम्, कहाँ गइदिने के गरिदिने हो। स्कुल गयो भने सानो सानोमा त स्कुलबाटै भागिदिने बङ्क हानेर। अनि बदमासीहरू त लास्ट धेरै हुने नि त्यो बेला त। मलाई भनेको यो कह 1 2 हुँदैन 1 2, उहुँ, यो तँ पढ, तँ स्कुलमा पढायो होइन क्या। म अहिले चाहिँ स्कुलमा पढाएँ होइन, मलाई चाहिँ घरमा मान्छे राखेर नै। अनि हाम्रो चाहिँ यस्तो कति भने 4 5 जना जति थियो, 4 5 जना 10 जना जति बच्चाहरू जम्मा बनाएर उहुँ, अनि एकजना टिचर हुनुहुन्थ्यो क्या। अनि उहाँले चाहिँ होम ट्युसन जस्तै पढाउनु भएको क्या। कह त्यो नामहरू लेख्न आउने अ आ इ ई हरू चाहिँ त्यसरी पढायो कि स्कुल जान नमानेर? क्या। स्कुल जारी जारी भागिदिने क्या सानो किन क्लास। त किन तर? अब सानो बच्चा बेला किन नि। अब अनि त्यो के अरे हुन्छ नि त त्यो स्कुल हाम्रो जङ्गलमा थियो। अनि त्यो पानी अमलाहरू के फल्छ नि त टन्ने, त्यो उम्, पाखातिर अङ्गेरी सङ्गेरी फल्छ। अनि त्यो फलेपछि त्यतै खान गइदिने बच्चाको बेला। अब के थाहै हुँदैन नि, पढ्ने बच्चा भन्ने थाहै होइन। उम्, अनि अनि चल्दिने अनि त्यस्तो भएर अनि मलाई चाहिँ त्यो के अरे होम ट्युसन जस्तै गरेर त्यो अरू पनि थियो क्या साथीहरू, अनि अरूलाई पनि राखेर अनि त्यस्तरी पढायो क्या। नामसाम लेख्न आउने कख अनि 1 2 अ आ लेख्न आउने बनाएको क्या, पैसा तिरेर त्यसरी पढाएको हो कि। अनि तर त्यसपछि सानो बेला त लास्ट धेरै स्कुल जानै मन नलाग्ने है। बच्चा बेला कसलाई स्कुल जानु मन त्यही लाग्छ, होइन। खेल्न पाएपछि पुगिहाल्थ्यो। अँ, त्योभन्दा नि लास्टै धेरै डर लाग्छ नि सानो बेला सरहरूदेखि अँ है। कुटेर धुलो पारिहाल्थ्यो, 2 चड्को हालेपछि सातो गइहाल्थ्यो। अँ, हा अनि त डर त भइहाल्छ नि, डेन्जरै डर हामी त लाग्ने। पुरा होइन अब हाम्रो फेरि टिचरहरूको घर चाहिँ नजिक नजिक अँ बाटोतिर अब भेट्यो भने नि पुरा डराएर लुक्ने क्या त्यस्तो। नत्र स्कुलमा खेलेको भेट्टायो भने तुल्याइहाल्थ्यो ल भोलिपल्ट अँ, गएर। अनि बस्नै परिहाल्यो। भागिदिने हो कि लुकिदिने हो कि त्यो त गर्नै परिहाल्थ्यो क्या। लास्टै धेरै फटा गरेको चाहिँ के कुराको फटा गरेर। त्यस्तो धेरै ठुलो फटाची गरे होइन। अब त्यही हो स्कुलमा कहिले अब स्कुलबाटै भागिदिने सानो सानो बच्चा हुँदाखेरि। ठुलो भएपछि त लगभग स्कुलै छोड्दैन थियो, म सधैँ प्रायः रेगुलर नै गएर जान्थेँ। उहुँ, अनि अब पढिन्थ्यो ठिकै। अनि बच्चा बेला चाहिँ खासै पढ्दैन। है अँ बच्चा बेला चाहिँ अलि सपनाहरू चाहिँ धेरै हुन्थ्यो है। अनि अँ चिन्ता तनाव हुन्थेन क्या अहिले के ठुलो भएपछि चाहिँ बरु सपनाहरू हुँदैन चिन्ता तनावहरू बढिन्छ। हो नि, लाइफ त फेरि बच्चा बेलाकै आनन्द हो नि। केही कुराको खान पाएपछि भइहाल्यो, खान र खेल्न पाएपछि अनि केही चाहियो भने रोइदिए भइहाल्यो। ओके। बुवा मम्मीले जहाँबाट नि लिएर आइदिइहाल्नुहुन्छ। अब ठुलो भएपछि त आफैले गर्नु पर्दा पो थाहा हुन्छ त। अहिले त जसरी नि आफैले गर्नुपर्ने हो, चिच्याएर कराएर केही हुनेवाला छैन। ग्याङ फाइट पढ्यो स्कुलमा छँदा। किन नपर्नु नि, केटाहरू ल तिमीहरू यतिजना हामी यतिजना, 3 3 जना कि 4 4 जना बस्ने फाइट खेल्ने, त्यो त परिहाल्यो नि। ग्याङ फाइट डेन्जर पर्थ्यो कि स्कुलमा हुँदाखेरि।
हामी त खै के गेम खेल्ने पछि चाहिँ हामी फुटबल खेल्न थाल्यो। फुटबल कति मनपर्छ फुटबल? फुटबल हामी स्कुलमा हुँदाखेरि त धेरै खेल्थ्यौँ हामी। उम्, फुटबल मस्तै खेल्ने, टिचर नै खेल्नुहुन्थ्यो क्या हाम्रो स्कुल पढ्दा चाहिँ। उहुँ, अनि टिचरसँगै खेल्ने क्या फुटबल। 7, 8, 9सम्म पढ्दा चाहिँ मस्तै खेलिन्थ्यो फुटबल। अनि त्यहाँबाट पछि त अब स्कुल नै सक्यो। स्कुल सकेपछि चाहिँ फुटबल त्यहाँबाट खासै खेलिएन। खेल्न त खेलिन्छ अहिले खेल्यो भने अलिअलि। पुरा फुटबल खेल्दा झगडा पर्थ्यो नि। ला झेली हुन्थ्यो नि त अनि गोल अब त्यस्तै त हो नि गाउँतिर पोस्ट खासै हुँदैन थियो। अनि गोल छिरेको भन्ने फेरि हामीले त्यो टाइममा फल्स अरे यताउता भन्ने हान परिहाल्थ्यो नि। बल जस्तो झगडा परिहाल्छ नि त बच्चा। आफ्नै नियम हुन्थ्यो नि। आफ्नै नियम। त्यही त हो नि गाउँमा अब मतलब हुँदैन नि त। कोच आफै आफ्नै नियम खतरा। अब त्यो फुटबल खेल्दा नि पहिला चाहिँ कस्तो हुन्थ्यो भने अब बल किन्ने पैसा हुँदैन थियो। अन्त बलमा हाली बलाटर हुन्छ नि, ब्लाटर क्या ब्लाटर जस्तो हुन्छ क्या। अनि त्यो किन्नलाई नि अब सबैजना केटाहरूसँग 5 रुपियाँ उठाएर अनि त्यसलाई कति 60 रुपियाँ हो कि 70 रुपियाँ पर्छ क्या। खेल्ने जति सबैसँग उठाउने 5 रुपियाँ अनि एउटा निडिल लिएर आउने फुकेर हाल्ने हो क्या त्यो साथी। त्यस्तरी खेलिन्थ्यो क्या। अनि त्यसमा कानो जस्तो हुन्छ क्या, त्यसमा लाग्यो भने चाहिँ डेन्जर दुख्छ क्या फुटबल खेल्दाखेरि। त्यस्तोमा लगाएर खेल्दा क्या बच्चा बेला चाहिँ। के बल रे मिस्टर बल भन्ने क्या। अनि त्यसलाई त 500 पर्छ नि त। 500 त त्यति बेला अलि अगाडि त अनि पैसा हुँदैन नि त गाउँमा। कहाँ लास्ट ठुलो रकम हो 500 त हैन? 5-10 रुपियाँ उठाएर ब्लटर किन्ने चाहिँ कहाँ हो त्यत्रो स्कुल पढ्ने बेला 500 रुपियाँ कहाँबाट हुनु नि त। ठुलो पैसा हो। अनि त्यस्तरी खेल्थ्यो कि हामीले। खेल्दा चाहिँ खेल्यो फुटबल धेरै खेल्यो। खेल्दा कहाँ माथि पाखामा ग्राउन्डहरू थियो अनि त्यहाँ गइन्थ्यो कि फुटबल खेल्नु। बेस्ट प्लेयर चाहिँ को लाग्छ फेभरेट चाहिँ? मलाई त मेसी नै हो बेस्ट प्लेयर त। मेसीकै फ्यान हो म त। म नि लास्ट मेसीकै फ्यान हो। ब्लाइन्डली हो क्या म चाहिँ। अनि वर्ल्ड कपदेखि यताउता पहिलादेखि नै हो मेसीकै फ्यान हो। तर पहिला चाहिँ म नि स्पोर्ट्स हेर्थेँ अहिले त खासै हेर्न मन लाग्दैन। यहाँ आएर नि जापान आएर नि सुरुको 1 महिना जति त हामीले फुटबल खेल्यो नि त। अब सुरुमा त अनि काम थिएन, खासै कामहरू नै पाएको थिएन। अनि 1-2 हप्ता त केटाहरू अब होस्टेलमा सबैजना बल किनेको थियो। अनि यहाँ नि खेल्यो अलिअलि। यहाँ त अब बलै खेल्न नसक्ने, कुद्न नसक्ने, थाकेर फुत्रुकै पर्ने। कहाँ म नि एक दिन खेल्न गएको फुटसल यस्तो 5 मिनटबाट कुद्न नसकेको क्या। कुद्न सकिँदैन। अनि के हुन्छ भने जिउ दुखेर 3-4 दिनसम्म थला परिन्छ। अब यहाँ त काम जानुपर्ने हुन्छ, के हुन्छ। अहिले त कहाँ भ्याइँदैन। पहिला सुरुमा आउने बित्तिकै चाहिँ फ्री भएर खेलेको थियो त्यति बेला चाहिँ। त्यही त अहिले त टाइम नै हुँदैन नि त्यस्तो। मजा छ कहिलेकाहीँ चाहिँ। तर बचपनलाई हेरेर अहिले त के मजा। बचपनमा के को टेन्सन थियो र भने खाना भोक लाग्यो भन्दै भइहाल्यो। केही चाहियो भनेदेखि चाहिँ रुइदियो भइहाल्यो। जसरी नि ड्याडी मम्मीले मिल्न ल्याइदिइहाल्नुहुन्थ्यो चाहिएपछि। अहिले त अब कहाँ अब सब अर्काको ठाउँमा होइन। त्यहाँबाट फेरि काम पढाइ त्यसपछि अनि त्यही त हो नि गाह्रो हुन्छ नि बस्नु खाने। पिढे कतिको खाइयो कहाँ यहाँ होइन बचपनमा दुल्लो खाइहाल्छ पिठे। घरमा क्या बाबाले कुट्नुहुन्थ्यो कि हाम्रो बाबा चाहिँ अलि स्ट्रिक्ट हुनुहुन्छ क्या। अनि त्यही भएर अनि हाम्रो बाबाको कुटे नखाने चाहिँ हाम्रो टोलमा खासै धेरै छैनन् होला बाँकी सबलाई कुट्दिने क्या। हामी के गर्थ्यो अरे के अरे त्यो बाख्रा वस्तुहरू चराउने हुन्छ नि त गाउँमा त। बिदा सिधा भएको बेला चराउन जाने अनि उताटी पाखातिर जाने। अनि बच्चा बेलामा तास खेल्दिने के त्यो जुटपत्ती के भन्ने हुन्छ नि। रमाइलोको लागि के खेल्दिने, कहिले गुच्चा खेलेर बस्दिने। अनि बाख्रा वस्तु कहाँ पुगेर कसको बाली खाइदिन्थ्यो। अनि कहाँ गएर खाइसक्यो हुन्छ थाहा नहुने क्या। खेलेर गुच्चा सुच्चा खेलिदिने अनि के खेलेर बस्दिने। अनि कराइसक्यो हुँदो रहेछ अर्को बाली खाएर मान्छे खेलेर अनि गर धुलाई ठोक्ने हो गएर। त्यस्तरी धेरै खाइन्थ्यो गुडे चाहिँ गाउँमा हुँदा चाहिँ। तर हामीले चाहिँ स्कुल नै नगयो भनेर खाइयो। अरू प्रायः पिठे खायो त स्कुल नै नगएर। अनि कहिलेकाहीँ अब बाबा मम्मी बजारतिर जान लाग्यो भने सँगै जानु पर्थ्यो नि त। मन लाग्ने पछि लाग्ने त्यस्तो थियो। त्यस्तोमा चाहिँ खासै गइएन। अनि यत्तिकै त
प्रायः जस्तो कुटे खानु भनेर चाहिँ बल खेल्नै गर हो क्या। हामी चाहिँ अब कस्तो थियो नि बच्चा बेलामा बल धेरै खेल्ने क्या। अनि त्यहाँबाट स्कुल अब त 9-10 बजीदेखि लाग्ने हो नि त। हामी त 8 बजे नै स्कुल जाने, 8 बजे जाने सब बल खेल्नलाई। अनि अगाडि बिहानदेखि गएर फुटबल खेल्यो, 10 बजेपछि पढ्न गयो, अनि 1 बजे भएपछि फेरि फुटबल खेल्यो ब्रेकमा, अनि फेरि स्कुल सकिन्छ, अनि 4 बजेदेखि फेरि 7 बजेसम्म फुटबल खेलिदिने क्या। घर त अनि खाने बेला मात्र है ढिलो पुगेपछि त्यही भेटिहाल्छ कुटे। कति टाढा थियो नजिकै स्कुल र घर, अलि नजिक लास्ट बोर है त्यो नजिकै नजिकै भएपछि बोर हो कि नजिकै 5 मिनट स्कुल पुगिन्थ्यो, अनि त्यहीँ खेल्दै बसिन्थ्यो, त्यहीँ चौरमै आएर भेटिन्थ्यो कहिले काहीँ त, नत्र भने चाहिँ घरमा हो। हाम्रो नि लास्ट नजिक थियो, ब्रेकमा नि पुरा घरमा खाजा खाना आउनु, तर हाम्रो 10 मिनट चाहिँ लाग्थ्यो होला मेबी। हाम्रो पनि त्यस्तै 5-10 मिनट लाग्थ्यो, तर नजिकै हो, घर गएर खाजा खाएर आउन चाहिँ भ्याइन्थ्यो, तर घर गइँदैन थियो, जान चाहिँ गइँदैन थियो, नजिकै छ। हाम्रो चाहिँ स्कुल अलि जङ्गलमा छ कि, अलि एकान्तमा के, स्कुल चाहिँ एकान्तमा, अनि उतापट्टि साइडमा चाहिँ गाउँ छ पुरै। हाम्रो चाहिँ गाउँहरूको बिचमा हो क्या। होइन, हाम्रो चाहिँ स्कुल चाहिँ एकान्तमा छ, शान्त ठाउँमा। तर मलाई एउटा कुरा याद आउँछ कि हाम्रो स्कुलनिर नै एउटा व्यक्तिको घर थियो होइन, त्यो व्यक्तिले अहिले सुन्यो भने मार्छ होला, पुरा केरा पाकेको थियो क्या, पुरा त्यो सबै पाकेको कि एक घरी नै पाकेको थियो, हामीले आधी नै चोरेर खाइदियो क्या बोर्डमा गएर। बच्चा बेला केरा पाकेको थिएको बाँकी त राख्ने कुरै हुँदैन। फेरि केरा पाक्यो भने चोर्नु पर्छ कि भन्छ नि समथिङ त्यस्तै है, कि लाइक ढुङ्गाले हान्नुपर्छ भने के भने त्यो नि होला हुन त। अब पाकेको केरा देखेको त्यो पनि बच्चा कसले छोड्ने त कुरै हुँदैन नि। थाहा छ हामीले त बन्दाधरि चोरेर खायो होला। बारीको बन्दा कसले खान्छ यार, त्यस्तो बन्दा सन्दा चाहिँ खाइएन अति हो हामी। तर फेरि हाम्रो 3-4 जना थियौँ हामी चाहिँ, हामी दाई भाइ नै हो क्या हामी आफ्नै। अनि लास्टै बदमास छ नि चोर्नलाई चाहिँ बारीको फलफुट चाहिँ सब सक्यो भनेर जाने हुन्छ। बच्चा बेलामा अनि त्यो आँप साँपहरू चाहिँ चोर्थे है हामीले। एकपल्ट थाहा छ के भएको, म नस्पति चोर्न गएको होइन, पुरा मेरो त्यो नस्पति बोर्डमा बस्छ नि त्यो बारु लागि समथिङ त्यसले टोक्दिएर यत्रो भएको क्या टाउको त। मेरो मम यस्तो हाँस उठेको पुरा यत्रो टाउको, पुरा मान्छेको ज्यान यत्रो छ, टाउको चाहिँ यत्रो ठुलो क्या। त्यो अर्ग्यालले त डेन्जर टोक्छ नि त, उडाइदिन्छ त मान्छेलाई। तर के दही लाग्यो कि दही लाग्यो भने निको हुन्छ कि त्यस्तो त्यो आँप साँप के लिचीहरू फल्ने ए ढुङ्गाले हान्दै झारेर खाइदिने हो कि है। तर पहिला अहिलेको बच्चाहरूले त त्यस चोर्दैन है, तर हामी त पहिला लास्टै फटायो नि। अब त्यति बेला बच्चा गाउँभरि हुन्थ्यो, मान्छे हुन्थ्यो, अब खाना अलिक प्रब्लम नै हुन्थ्यो नि त गाउँमा पनि त्यति बेला। बच्चा मान्छे। अहिले त अब गाउँमा कोही मान्छे बस्दैन, अनि त्यहीँ भएको कुरा नि त्यत्तिकै कसै युज नै हुँदैन, खाँदैन। अब त्यहीँ भएको नि धेरै भइहाल्छ, 2-3 जना मात्रै हुन्छ घरमा। त्यति बेला त एउटा घरमा कम्तीमा नि 6-7जना हुन्थ्यो क्या। त्यही नि अब पहिलाको बच्चाहरू हामीहरू भनेको कोही जेनजी टाइमको भयौँ होइन, भनेको अब मोबाइल नि थिएन, इन्टरनेट थिएन, अनि त्यही खेल्ने। अब अहिलेको बच्चाहरूलाई त गेम भन, इन्टरनेट भन, त्यो भएर नि होला मेबी। अहिले त अब अलिक ठुलो भयो कि बच्चैदेखि फोन हेर्ने, खालि फोन चलाउने, गेम सेम खेल्ने, भिडियो हेर्ने, फिल्म हेर्ने हुन्छ। त्यति बेला अब क्या फोनै थिएन खासै, अनि फोनसोन त कुरै भएन, अनि त्यही खेल्ने यताउता, अब उटपट्याङ सुटपट्याङ के काम गर्ने। बच्चा पनि त्यही त हो नि, बच्चा बेला नि त्यस्तै त हुन्थ्यो नि, त्यही गर्नु। त्यो टाइमबाट है त्यो टेक्नोलोजी देखेको आएको हामी होइन, भनौँ न एउटा क्यासेट सुनेर होइन, क्यासेट सुनेर आएको जन्म लिएको अहिले यो टाइमसम्म भनौँ न एआईसम्म आइपुग्दाखेरि लट्स अफ चेन्ज भएको है वर्ल्ड। बबाले एकदम खत्रैसँगले चेन्ज भयो। अब त्यो के अरे रिल के अरे क्यासेटमा हुन्छ नि त्यो रिल निकालेर अनि हामी चाहिँ टाङ्दिन्थ्यौँ क्या, लामो भएर क्या। त्यो चक्का हाल्यो नि त त्यहाँ, फेरि जुन चाहिँ गीत छ त्यही मात्र बज्ने, सकिहाल्यो त्यति त। क्यासेटमा हाल्यो, ब्याट्री हुन्थ्यो त्यो टाइगर ब्याट्री, कालो खालको, त्यो ब्याट्री हाल्यो। अनि त्यसपछि
त्यो क्यासेट हुन्थ्यो त्यहीँ अनि प्ले गर्यो त्यो गीत सकिन्छ त्यही हो सुन्ने फेरि त्यही सुन्ने अरू अरू चक्का छ भने सुन्ने अनि नभएदेखि त्यही हो क्यासेट अनि समाचार के अरे एफएम हुन्थ्यो एफएम हो कोही कोहीकोमा अब रेडियो नि पहिला त कता कताबाट इन्डियातिर गएको मान्छेहरूले कहाँ कहाँ गएको मान्छेहरूले मात्रै लिएर आउँथ्यो नि त त्यस्तो धेरै घरमा रेडियो कहाँ नत्र त सबै घरमा रेडियो नै हुँदैन थियो त्यस्तो खालको हुन्थ्यो अनि टाइगर ब्याट्री हालेर चल्ने हुन्थ्यो अनि ब्याट्री चाहिँ पाइन्थ्यो क्या पसलमा अनि त्यो ब्याट्री ल्याएर अनि हाल्थ्यो त्यो नि लिमिटेड खोल्नुपर्ने ट्याक्क समाचारहरू सुन्नलाई यताउता पहिला त अनि नहुँदा त त्यति त हुन्थ्यो नि त है जमाना कहाँबाट कहाँ पुग्यो रेडियो मात्र सुनेर बस्यो है सबजना मिलेर रेडियो राखेर एउटा के हो प्रोग्राम आउँथ्यो नयाँ बाटो नयाँ पाइला भन्ने होइन 7 बजे आउँथ्यो होला पुरा सबैजना बसेर सुन्ने रेडियो राखेर रेडियो मात्र सुन्ने जमाना आयो त्यसपछि टेलिभिजन होइन टेलिभिजन पनि सुरुमा ब्ल्याक एन्ड व्हाइट टेलिभिजन त्यसपछि कलर त्यसपछि डिभिडी हालेर हेर्ने चलन आयो त्यसमा पनि पुरा सबैजना बसेर हेरिन्थ्यो टिभी चाहिँ अलि सुरुमा चाहिँ अलि हाम्रो गाउँमा थियो तलतिर अलि अगाडि नै चाहिँ अलि सानै सानै हुँदा चाहिँ हामी अनि त्यहाँ तलतिर जान्थ्यौँ अनि अलि पछि चाहिँ हाम्रो म कति 3-4मा पढ्दा चाहिँ अनि ड्याडीले विदेशबाट टिभी ल्याउनु भएको थियो अनि टिभी ल्याएको थियो अनि टिभी चाहिँ अनि सिडीहरू पनि टन्नै ल्याएर आएको थियो अनि भेला हुन्थ्यो टन्नै टिभी हेर्ने बेलामा टिभी भएपछि अनि गाउँको समाचार जति त्यहीँको आउँथ्यो अनि एकचोटि के भइन्छ भनेर टिभी हेर्दै गफ गर्दै रमाइलो चाहिँ रमाइलो हुन्थ्यो कि त्यति बेला सबै गाउँको मान्छे भेला हुने त्यस्तो पनि थियो कि अनि अझ सिडी चाहिँ के हुन्थ्यो भने नयाँ नयाँ सिडी आउँछ नि त पसलमा अनि के अरे भाडामा लिएर आउने पैसा तिरेर कति 30-35 रुपियाँ कति पर्छ नि त अनि भाडामा लिएर आउने अनि पैसा उठाएर अनि हेर्ने त्यस्तो पनि थियो कि अनि त्यो भयो पछि च्यानलहरू डिसोमहरू आउनु थाल्यो त्यसपछि अनि डिसोमा आयो टिभी पछि अनि डिसोमा आएपछि डिसोम नै जोडेको थियो अनि त्यसमा अब प्रोग्रामहरू आउने टिभी आउने के अरे रेस्लिङ कति हेरिन्थ्यो बाफ्रे त्यो जोन सेना र तिनीहरू रेस्लिङ र त्यो सिआइडी त यति धेरै हेरेको छ कि होइन माई गड हामी त रेस्लिङ पुरा हेर्ने होइन घरमा रेस्लिङ हेर्ने गफ स्कुलमा गफ्ने जस्तो अब अहिले हामी कलेजतिर अहिले यहीँ स्कुलतिर एआईको कुराहरू अरू इन्टरनेटको कुराहरू गरेर त्यो बेला चाहिँ ट्याक्क रेस्लिङ को हाम्रो फेरि सब साथीहरूमा एउटा थियो क्या कोही जोन सेना कोही रक होइन अर्को बिक्सोहरू तिनीहरू थियो क्या अनि हामी त पुरा क्लासमै रेस्लिङ खेलेर बस्थ्यौँ नि एक दिन होइन डेली हुन्थ्यो क्या हामी त्यो चलेर अफिसमा गएको चाहिँ रेस्लिङ हेरिन्थ्यो अनि त्यो एनिमल प्लानेट हेर्ने अनि त्यहाँबाट त्योहरू नै हुन्थ्यो अनि त्यसपछि चाहिँ त्यो त्यति बेला अनि मेरी बास चाहिँ आउँथ्यो नि त मेरी बास चाहिँ तिती सत्य के प्रोग्राम आउँथ्यो कस्तो वाइल्ड धेरै चल्थ्यो है कति धेरै हेर्थ्यो क्या त्यो टाइममा त त्यति टाइममा अब त्यही सिरियल भनेपछि चाहिँ नछुट्टा हेर्ने क्या मान्छेहरूले नछुट्टा हेर्ने क्या हप्तामा यति टाइममा आउँछ भनेपछि ठ्याक्क बस्ने हो अनि मजाले गएर हेरिन्थ्यो क्या त्यो त्यति बेला मेरी बासे आउँथ्यो अनि तिते सत्य जिरे खोर्सानी आउँथ्यो अनि त्यस्तै प्रोग्रामहरू आउँथ्यो कि हप्तामा बार छुट्याएर अनि त्यो हेर्न चाहिँ त्यो हेरिन्थ्यो अनि त्यहाँबाट फिल्महरू हेऱ्यो अनि पछि त्यसपछि अलि पछि चाहिँ अनि फोनहरू भर्खर त्यो नोकिया हुँदैन स्नेकको गेम भएको होला यस्तो खेल्ने यार त्यो स्नेकको गेम नखेल्ने सायद त्यो हाम्रो टाइममा जन्मेको मान्छे त कोही छैन दिवाना हो क्या अहिलेको पब्जी प्लेयरहरू अहिलेको फ्री फायर प्लेयरहरू के एडिक्ट हो र है त्यो स्नेक गेम नखेल्ने मान्छे नै हुँदैन त्यो त्यति बेला स्नेक गेम त फेरि अहिले भनेको मोबाइलहरू यस्तो अभाइलेबल भइदियो नि त त्यो बेला भनेको त नहुने बाबा मम्मीहरूको मोबाइल चलाउन पनि लुकी माइ गड सुरुमा त अनि त्यही त हो नि घरमा 1-2जनाको हुन थाल्यो त्यसपछि चाहिँ अनि त्यही पनि नोकिया त्यो 4200 कि खोइ कुन चाहिँ भन्ने सेट त्यो 1100 कि किन चाहिँ भन्ने थियो अनि त्यही हो नि अनि त्यसमा गेम सेम कहिले काहीँ छुन पाइन्थ्यो गेम खेलिहाल्ने हो त्यसपछि अनि त्यसपछि पछि अलि पछिदेखि चाहिँ बिस्तारै फोनहरू अरूहरू आउन थाल्यो त अनि अहिलेको अहिलेको आइफोन भन्दा खत्रै हो नोकिया चाहिँ है त्यति बेलाको चाहिँ खत्रै हो क्या त्यो फोन जति 2-3 तलाबाट खसे नि केही हुँदैन थियो कि बब्बाल यार ब्याट्री त्यस्तै टिक्ने अनि फेरि त्यो बेला नोकिया लियो भने चाहिँ अलिक फोन बोकेर हिँडेपछि त हिरो नि त्यति बेला त कहाँ फोनै हुँदैन त्यो कोहीसँग त्यही गाउँमा
एउटा टोलमा एक दुईजनाले बोकेर हिँड्थ्यो त्यति सुरुमा चाहिँ क्या एक दुईजनासँग कोही हुन्थ्यो अनि हाम्रो त अझ गाउँमा एउटा ल्यान्ड फोन थियो कसैको फोन आयो भने चाहिँ फलानाको फोन आयो अरे त्यसलाई जारे भनिदिनु भनेर समाचार आउँथ्यो माथिबाट कराउँथ्यो तलाउँथ्यो फोन अनि भन्थ्यो त्यसरी के सुरुमा त पसल पसल जस्तो फोनको पैसा तिरेर फोन गर्ने पसले हो ल्यान्डलाइनबाट अहिले एआईसम्म आइपुग्यो है अहिले त के जे भन् एआई च्याट जिपिटी सब केही गर्नै परेन कति सजिलो बनाइदिएको छ क्या अहिले टेक्नोलोजीले गर्दाखेरि नत्र त त्यति बेला त अब सुरुमा बत्ती नहुँदा त कम झ्याउ थिएन टुक्की बालेर पढ्नु पर्थ्यो नि सुरुमा त पढ्यो टुकी बत्ती बालेर के नपढ्नु एकचोटि त होइन टुकी बालेर पढ्दाखेरि त्यो टुकी लडो क्या सारा सुरु त मट्टी तेल हाले हुन्छ नि त हुरुसुरै बोलिहाल्ने क्या टुकिन त के अरे पुल्ठो के हुन्छ क्या त्यो कपडामा डुबाएर अनि त्यहाँबाट त्यो कपडा चाहिँ माथि निकालेर सलेदो के भन्छ अनि त्यसमा चाहिँ अनि त्यो यत्रो सानो टुकीको भाँडो हुन्छ त्यसमा अनि घुमाएर लाएर अनि बाल्दिन बलिराख्छ सानो त तेल नसकिनु जेलसम्म क्या त्यसपछि मोइनबत्तीहरू नि आयो टुकी थियो अनि टुकी पछि त्यो लालटिन हुँदैन ठुलो लालटिन थियो नि हाम्रो घरमा छ होला यार अहिले तर टुकी अनि लालटिन पनि हो क्या त्यति बेलाको त्यो मट्टीतेल हाल्ने बाल्ने के लालटिन मट्टीतेलबाट हो मट्टीतेलै हाल्ने हुन्छ साइडमा खोलेर मट्टीतेलै हाल्ने लालटिन होइन यस्तो झुन्डाउनेवाला झुन्ड्याउने त्यो मट्टीतेलबाट हो मट्टीतेलबाट त हो नि यता खोल्ने बिर्को हुन्थ्यो अन्त मट्टीतेल हाल्ने हो क्या त्यसमा अनि त्यहाँ भित्र अनि कपडाको त्यो के हालेर अनि त्यो तेल नसकिनु जसम्म बलिराख्छ क्या छन थियो हाम्रो घरमा तर कसरी प्रोसेस हुन्छ अनि त्यो कहिले चाहिँ अनि पढ्दै अब सानोमा त त्यत्तिकै निदाइ नि के नि अनि कहिलेकाहीँ त त्यो भुकेमै परेर पोल्लिँदै क्या बिर्स्यो अन्त त्यो चाहिँ अलि टुकीबत्ती बाल्दा टुकीबत्ती अनि त्यो के अरे अझ अनि त्यो गाउँतिर त्यो तेलसेल सकिएको बेला त त्यो दियालो सियालो हुन्छ कि दियो अनि त्यो अर्को काठै हुन्छ क्या सल्लाहको त्यो दियालो कि के भन्ने हुन्छ क्या होटेल नि खतरा बल्छ के बलिराख्ने हुन्छ दुनी आएको भयो नि अनि त्यस्तो हुन्छ सुरुमा पहिला चाहिँ अलिक पछि त अनि लाइन आइहाल्यो अलिक पछि त लाइन आएपछि नि लाइन जान्थ्यो पहिला त अलि तर हाम्रोमा त जान्थेन यार लोड सेडिङ पहिला काठमाडौँमा त्यो वाइल्ड भएको बेला नि हामीले चाहिँ त्यस्तो धेरै एक्सपिरियन्स गाउँतिर लाइन आयो नि फेरि काठमाडौँको जसरी त जाँदैन थियो तर जान चाहिँ जान्थ्यो हल्का लाइन गइराख्थ्यो बेलामा त्यस्तो धेरै चाहिँ जाँदैन थियो बेला लाइन गइरहेको हुन्थ्यो तर त्यसरी चाहिँ जाँदैन थियो अहिले त ठिकै छ क्या अरे अहिले फेरि लोड सेलिङ हुन लाग्छ भनेर सुनेको क्या अरे कुलमान गएपछि के हो अब तर कस्तो धेरै इम्प्याक्ट पार्ने एउटै मान्छेले पनि क्या त्यही त हो नि सिस्टम खराब भएपछि त सबै कुरा खराब भइहाल्छ नि सिस्टम मात्र सबै कुरा सिस्टममा भयो भने राम्रो हुन्छ कि अटो यत्तिकै राम्रो हुन्छ इम्प्रुभ सबैले आफूले गर्नुपर्ने काम आफूले राम्रोसँग गऱ्यो भने यत्तिकै फरक परिहाल्छ कि सही हो त्यो अब पचाउनै सक्दैन नि मान्छे पुरा लोड सेडिङ मुक्त भएर बसिसकेको लोड सेडिङ गर के अरे त्यो के जेनेरेटर किनेर ब्याट्री स्याट्री किनेर अनि अब के अरे जापानबाट फर्केर नेपाल बस्न सक्छु जस्तो लाग्छ कि लाग्दैन अहिलेको कन्डिसनमा त अलिक गाह्रै छ हो अहिले त कहिले राजावादी बनेर उफ्रिएछन् कहिले कसको आन्दोलन जुलुस रे गाडी बन्द के हो अलिक गाह्रै छ अब बस्नै नसक्ने भन्ने आफ्नो देशमा बस्नै नसक्ने पुरै हुँदैन बस्ने त गएर त्यहीँ हो अफकोर्स होइन 2-4 वर्ष बाहिर बस्ने भनेको 2-4 वर्ष यसो 4-5 वर्ष त हो त्यसपछि त गर्ने त आफ्नै देशमा गएर गयो भने हो सधैँभरि त यहाँ त बस्न सकिँदैन यो त डेन्जर ठाउँ हो तर विदेशमा सधैँ जिन्दगी नै बिताएर पनि हुँदैन जस्तो लाग्छ है हुँदैन नि यहाँ भनेको पढ्ने सिक्ने ठाउँ हो कि अलिकति स्ट्रगल के हो दुःख के हो भनेर चाहिँ विदेश आएपछि बुझिन्छ ठ्याक्क के अरे कर्म जहाँ गरे पनि होइन मर्ने बेला चाहिँ आफ्नै माटोमा जानु रे क्या त्यस्तो भन्छन् किनभने अब अरूको देश जतिसुकै डेभलप भयो नि अरूको देशले जतिसुकै स्यालेरी दिए पनि होइन जतिसुकै सुविधाले भरिए पनि आफ्नो माटो जस्तो त हुँदैन नि होइन आफ्नो जस्तो कहाँ हुन्छ नि यहाँ
जति जे फ्यासिलिटी भयो नि हुँदै हुँदैन कि यस्तो सिम्पल भाषामा भनौँ अरूको बुढी अँ। जति नै सुन्दर भयो नि आफ्नो हुँदैन होइन त्यही त आयो त्यही हो क्या कहाँ अर्काको ठाउँमा आएर छुट्टै फिल आउँछ क्या उहाँ जाने बित्तिकै छुट्टै फिल आउँछ नि आफ्नो ठाउँमा भएपछि ए फ्रिडम ल भन्ने हुन्छ यहाँ भनेको जे भयो भने पैसै टन्नै खोजीमा भयो भने मतलब हुँदैन ए भन्ने हुन्छ फ्रिडम त्यस्तो स्वतन्त्र हुन्छ आफ्नो ठाउँ भन्ने होइन तर आफ्नो भाषा अब हामीले एक व्यक्ति एक साइड भनौँ या एक साइडको मान्छेले के भन्छ नि पैसाले सब चिज किन्न सक्छ हुन्छ नि तर विदेश आएपछि चाहिँ के फिल हुन्छ भने मलाई चाहिँ पैसाले चाहिँ खुसी किन्न सकिँदैन रहेछ जस्तो लाग्छ कि है पैसाले अब त्यो पोसिबल छैन क्या सबै अब चिज पैसाले किन्नलाई क्षणिक खुसी चाहिँ किन्न सकिएला अब मनको शान्ति चाहिँ किन्नलाई गाह्रै छ क्या अलि त्यही त शान्त भएर अब केही कुराको टेन्सन नहुने टाइपको हुन्छ नि अलि होइन मलाई अहिले freely, स्टिल कस्तो फिल लाग्छ भने होइन यत्रो घर छ होइन लाइक भनौँ न यही अब यहीँ पनि 2टा रुम छ भनौँ तर म एक्लै छु जस्तो क्या एक्लै त हो नि अनि यहाँ सबै कुरा सुविधा यहाँ के को छैन त्यही भन्नु? त नि। सबै कुराको सुविधा छ सबै कुरा फ्यासिलिटी टन्नै छ त्यही पनि केही नभएको जस्तो फिल हुन्छ क्या बरु गाउँमा केही थाहा सुविधा नहोला केही नहोला होइन पैसा नहोला त्यहीँ आनन्द छ क्या सुख त्यहीँ गएपछि आनन्द सबै कुरा भएको पूर्ण भएको जस्तो फिल हुन्छ क्या त्यहाँ गएपछि चाहिँ आनन्द लाग्छ एकदम के आफ्नो ठाउँ भनेको त्यही भएर नै आफ्नो ठाउँ भनेर चाहिँ आफ्नो ठाउँ नै हुन्छ कि के अरे घरमा फ्रिज छ वासिङ मेसिन छ होइन लाइक कि ओभन छ तर आमा छैन किनभने होइन अब त्यो एभ्रिथिङ भएर पनि फ्यामिली छैन मेन कुरा त अब यहाँ त्यो मनै शान्त छैन क्या सबै चिज भएर नि होइन लाइक सुविधा चाहिँ छ लाइफ सुख छ सुखमा बितिरहेछ तर शान्तमा बितेको छैन त्यही हो क्या मान्छेको लाइफको सबभन्दा ठुलो कुरा भनेको चाहिँ मलाई चाहिँ मनको शान्ति नै हो जस्तो लाग्छ क्या मन शान्त भयो भने जहाँ गयो भने मान्छे खुसीले बाँच्न सक्छ कि त्यही त तर के गर्नुपर्ने रहेछ मनलाई शान्त बनाउन चाहिँ मनलाई शान्त एनी आइडिया त्यसको बारेमा चाहिँ मलाई पनि एक्ज्याक्ट थाहा छैन खोजिरहेको छु आफ्नै मन शान्त छैन म कसरी भन्न सक्छु कि अरूलाई कसरी मन शान्त बनाउने भनेर अरू कन्ट्री भन्दा जापान आएको मान्छे अलि डिप्रेस हो है के हो अलिकति डिप्रेस स्टुडेन्टमा आउने चाहिँ अरू कन्ट्रीमा गएको भन्दा यहाँ आउने अलिकति डिप्रेस नै हुन्छ अब ढुक्कै हुन्छ किन भन्दा अब अरू कन्ट्रीहरूमा नि स्टुडेन्टमा जाँदा त जहाँ पनि दुःख नै हो त्यो भन्दा पनि अलिकति यहाँको चाहिँ करेन्सी अलिकति कम छ नि त नेपालको भन्दा नि कमाएको अब यहाँ कमाएको भन्दा नेपालको त यहाँको भन्दा त नेपालको करेन्सी अलिक बढी छ अनि यहाँ कमाए 2 लाख कमाए नि अब 80-90 हुन्छ उता पढाउँदाखेरि अनि त्यो पनि हो एउटा कुरा चाहिँ अनि यही रेसियोमा चाहिँ हामीले अरू कन्ट्रीमा यति घन्टै काम गऱ्यो भने चाहिँ अरू कन्ट्रीको करेन्सी भ्यालु नि धेरै हुन्छ नि त डलर अथवा केहीमा हुन्छ धेरै नै हुन्छ अनि अलिक पैसा चाहिँ अरू कन्ट्रीमा स्टुडेन्ट भिजामा जाने राम्रोसँग कमाउँछ अलि धेरै कमाउँछ अनि उनीहरूलाई अलिक एडजस्ट गर्न सजिलो होला कि यहाँको चाहिँ स्टुडेन्टमा फेरि यहाँ चाहिँ झ्याउ छ क्या एकदमै है अलिक गाह्रै छ कि तर एउटा कुरा भनौँ के अरे हर व्यक्तिले आफ्नो घर छोडेपछि अहिले होइन म फिल गरेको चाहिँ अलिक स्वतन्त्र महसुस गर्न पाउने चाहिँ विदेशमै आएपछि रहेछ है फ्रिडम हुने त स्वतन्त्र पनि हो अनि सब कुराको रेस्पोन्सिबिलिटी लिनुपर्ने त्यहाँबाट अनि मान्छे चाहिँ अलिकति व्यवहारिक चाहिँ हुन्छ विदेश आइसकेपछि चाहिँ फ्रिडमले हिँडेर मान्छे ऱ्यान्डमली यत्तिकै केही कुराको वास्ता नगरी मान्छे चाहिँ नेपालमा यहाँ आइसकेपछि चाहिँ अब सबै कुरा आफैले गर्नु पऱ्यो नि त यहाँ आएपछि त आफ्नो लागिदेखि अब आफ्नो लागि पढ्नदेखि लिएर खान बस्न यताउता अनि घर फ्यामिलीलाई हेर्नेदेखि लिएर अनि छोरा भएको जस्तो हल्का फिल हुन्छ क्या त्यति बेला चाहिँ अलिकति रेस्पोन्सिबिलिटी आउँछ नि त आफ्नो टाउकोमा अथवा आफूमाथि आएपछि चाहिँ अनि त्यसपछि चाहिँ अलिकति ल है विदेश आएपछि चाहिँ अलिकति जिम्मेवारी चाहिँ लिन सकिने हुँदो रहेछ अलिकति चाहिँ रेस्पोन्सिबिलिटी चाहिँ झन् धेरै थपिँदो रहेछ आफू चाहिँ अलि डिसिजन मेकिङ गर्न अलिक सकिने हुँदो रहेछ जस्तो लाग्छ मलाई चाहिँ तपाईँलाई चाहिँ कस्तो लाग्छ
म त लाइक के अरे भनौँ न म अब फ्यामिलीमा नि एक्लै हो क्या एउटा लाइक छोरा हो एउटै छोरा हो नि ए त अनि मैले त म एक्लैलाई मात्र पनि हेर्ने होइन क्या मेरो होल फ्यामिली नै हेर्नु पऱ्यो अन्त बल्कि अझ इष्टमित्र साथीभाइ हुन्छ नि त हाम्रो अब त्यही नेपाली हो कल्चर अनुसार त अब एउटा सब इष्टमित्र त हानेर बस्नु पऱ्यो नि म चाहिँ मेरो बाबाले चाहिँ मलाई नै हस्तान्तरण गर्ने हो क्या पुस्ता अब मेरो अर्को भाइ दाइ छैन नि छैन त्यही त त ढुक्क होइन हो तपाईँले अनि सो अब एक त म फेरि पहिल्यैबाट हामी चाहिँ कस्तो भने बाबाको त्यो उसमा हुर्किएको क्या लाइक भनौँ न बाबाको एउटा हरेक व्यक्तिमा त हरेक घर परिवारमा हुन्छ तर हाम्रो बाबालाई चाहिँ इज्जत भन्ने चिज सबैभन्दा प्रायोरिटी क्या पैसा नहोस् बाल भएन होइन अरू केही नहोस् तर बदनाम नहोस् क्या पैसा भएर बदनाम मेरो भएन बाबालाई पच्दैन त्यो क्या त कामै त्यो भएन एउटा कुनै कुराले पनि उम्, सानो कुरा पनि मिस्टेक हुनु भएन क्या भनेको नराम्रो काम गर्नु भएन अब त्यसरी हुर्केको हामीलाई त त्यो व्यवहार भन्ने कुरा यति सिकायो लिटरली अब भन्नुपर्दा काम चाहिँ नगरिकन आएको मान्छे हो उम्, मैले चाहिँ होइन तर ती चिजहरू व्यवहारिक कुराहरू अब अहिले फेरि यहाँ आएर एक्सपिरियन्स गरे जस्तो त कहाँ नेपालमा हुनु र नेपालमा त हामी पनि त्यही त नि के केही पैसा चाहियो भने ड्याडसँग माग्दै भइहाल्यो यहाँ आएपछि पो है लास्ट गाह्रो छ यहाँ आएपछिको फाट्छ त मान्छेको खाना पनि एकदम धेरै कन्ट्रोल गर्नुपर्छ क्या ला पुग्ने हो कि नपुग्ने हो यति चाहिँ खानालाई यति चाहिँ ट्रेन भाडा अनि यति रुमको रेन्ट है यति चाहिँ अब यति जति चाहिँ सेभिङ हुन्छ होला यति जति कलेज फीलाई या त सब कुरा छुट्याएर मात्र खर्च गर्ने हो नत्र त गाह्रै हुन्छ नि फेरि हावातालमा त खर्च गर्नै सकिँदैन कहाँ यहाँ विदेशमा आएर हावामा खर्च गर्न थाल्यो भने मेबी कहिले पनि खानै पुग्दैन त्यस्तो गऱ्यो भने खानै पुग्दैन नि त आफूलाई केही अब यहाँ स्टुडेन्टमा आइसकेपछि त झन् कलेज फी घरबाट हाल्न लाउने कुरा हुँदैन यहाँ आइसकेपछि त्यही त नि त्यो त्यो कसैको त्यस्तो आर्थिक स्थिति त्यस्तो हुँदा नै हुँदैन होला धेरै जस्तो मान्छेहरूको कि नेपालबाट पैसा पठाइदिएर यहाँ पढेर मात्र बस्ने त्यतिसम्म सम्पन्न फ्यामिली मान्छे खासै स्टुडेन्ट भिजामा जापानमा आउँछ जस्तो मलाई लाग्दैन अनि त्यो भएर आफै पढ्ने आफै कमाउने अनि आफै खर्च गर्ने अझ कमाएर यहाँ आउँदाखेरि ऋण पनि उता तिर्नुपर्ने हुन्छ अनि त्यति गर्नलाई त अलिकति दुःख त गर्नु पर्यो अलिकति लास्टै धेरै दुःख गर्नुपर्छ भन्नलाई अलिकति हो दुःख यहाँ कति गर्नुपर्छ भन्ने कुरा त यहाँ आएर गरेकोहरूलाई थाहा छ के अरे अब 1.5 वर्ष भयो होइन जापान आएको पनि जस अलिअलि एक्सपिरियन्स भइसक्यो त्यही अब अलिपछि भयो नि अगाडि नै आयो नि एक्सपिरियन्स एउटै हो सबैको अब अलि धेरै बस्नेको अलि धेरै एक्सपिरियन्स होला अलि थोरै बस्नेको थोरै एक्सपिरियन्स हुन्छ अहिले लास्ट धेरै स्टुडेन्टहरू आइरहेछ है अनि अहिले जापान लास्ट धेरै आइरहेछ हुन चाहिँ अब अलि कामसम्म पाउनलाई नि गाह्रो भइरहेछ हो स्टुडेन्टहरू अलि धेरै भयो कहाँ यहीँ अब भनेको छ नि त टोकियोमै गाह्रो भइरहेछ भन्छ टोकियो नागोया ओसाका काम पाउन त यस्तो बिजी सिटीमा नि गाह्रो भयो नि त गाह्रो झन् त्योभन्दा अब अहिले हामीले फिल गरिरहेछौँ कि सिउसुक गर्नुभन्दा अब यहाँको भाषामा सिउसुक गर्ने भने नि वर्किङ गर्न यस्तो गाह्रो छ क्या अब त मेरो विचारमा लाग्छ नियोङको सकेर के अरे सेनमन पाउन नि गाह्रो हुन्छ कि जस्तो लागिरहेको मलाई लास्टै स्टुडेन्टहरू टन्ने हो नि त अनि त्यहाँबाट त्यही कम्पिटिसन चाहिँ बवाल हुन्छ अनि फेरि यस्तो के रहेछ भने अहिले नेपालबाट चाहिँ पैसा पठाएकै हुनु पर्दो रहेछ क्या त्यो त नेपालबाटै हो त्यहाँ त हो त्यो त अहिले त सबलाई नेपालबाटै हाल भनेर हामीले नि नेपालबाटै हाल्यो हो नेपालबाटै हाल्नुपर्छ कि अब त मान्दैन यहाँबाट पठाइदिएर नेपालबाट पठाइदिनु स्पोन्सर को हो तेरो भनेर सिधै जो हो त्यसैकोबाट हाल भनेर अब सेनमन जाने होइन त सेनमनमा के पढ्ने विचार छ अब बिजनेस पढ्ने हो बिजनेस पढ्ने त्यही भनिरहेछ अब गएकोहरू ओपन क्याम्पसहरू खोलिरह गइरहेछ त्यही कति गाह्रो हुँदो रहेछ अब भाषाको स्कुल सकेर अनि सेनमन खोज्नलाई गाह्रै हुन्छ नि अब सेनमन खोज्नु पऱ्यो इन्टरभ्यू दिनु पऱ्यो त्यहाँबाट सिलेक्ट हुनु पऱ्यो फेरि एउटा सिलेक्ट भएन भने एउटा एक्जाम दिएको 20,000 रुपियाँ चैट हो 20,000 लाग्छ है एउटा एक्जामको लाग्छ नि अनि हामीलाई त के गएकोले के दिएको थियो सुइसेन भन्ने एउटा दिएको थियो
अहिले त्यो त भएपछि चाहिँ पैसा नलाग्दो रहेछ कि। लाग्छ नि, इक्जाम दिएको 20,000 रुपियाँ, अनि त्यहाँबाट नि मेन चाहिँ लिन्छ इन्टरभ्यू, अनि त्यसमा पास भएपछि चाहिँ अनि बल्ल सेन्मनले लिने। अब के लाग्छ त, जापान बसिरहने जस्तो लाग्छ कि केही वर्ष बसेर फर्किन्छु जस्तो लाग्छ कि? म चाहिँ बसी चाहिँ राख्दिनँ होला जस्तो लाग्छ मलाई। केही वर्ष बसिन्छ, अब कति वर्ष हुन्छ, 2-4 वर्ष कति हुन्छ, त्यसपछि चाहिँ उतै नेपालमै गएर केही गर्नुपर्छ। यहाँ सधैँ आउने नयाँ पिँढी के भनेको, आउने नयाँ पुस्ताहरूलाई चाहिँ कस्तो सजेसन? अब यहाँ नयाँ स्टुडेन्टमा आउनेलाई त अलि पढेर आउनु, भाषा चाहिँ राम्रो बनाएर आउनु, त्यही हो सबै कुरा। अब यहाँको भाषा फरक छ, नेपालको फरक छ, अनि भाषा भएन भने केही बुझ्दैन, गाह्रो छ नि। अझ मेन कुरा भनेको यदि जापान आउनु छ भने चाहिँ होइन, क्यामेरामै हेरेर भनौँ, यदि तपाईँहरू अहिले कोही नेपालमा बसेर जापान आउन चाहनु हुँदैछ भने चाहिँ कृपया प्लिज एकदम धेरै डिसिप्लिन हुन सिकेर आउनु होला होइन। डिसिप्लिन चाहिँ एकदमै इम्पोर्टेन्ट छ है, डिसिप्लिन। अनि भाषा चाहिँ एकदम बनाएर आउनु, बरु 2-4 महिना पढ्नु, अलिक दुःखै गर्नु क्या, यहाँ दुःख नपाउनु क्या, बरु नेपालमै दुःख गर्नु 2-4 महिना 6 महिना जति, भाषा चाहिँ राम्रो हल्का बोल्न सक्ने भएर आउनु। नत्र त यहाँ लास्ट दुःख पाइन्छ, काम पनि पाउँदैन, भाषा भएन भने त झन् सम्मै हो, झन् पाउँदैन। अलिअलि भाषा भयो भने कमसेकम काम पाइन्छ होइन, नत्र भने त काम नि पाइँदैन होइन, भाषा केही भएन भने। कामको त कुरै चढाउन, नेपालीले नेपालीलाई हेप्छ नि, हेपिहाल्छ नि। अनि भाषाले गर्दा नि। अनि त्यही भएर 2-4 महिना चाहिँ पढ्नु बरु, अलिकति दुःख बरु नेपालमै गर्नु, यहाँ त फेरि लास्ट गाह्रो हुन्छ। हाम्रो क्यामराम्यानले त हामीलाई हेप्छ है, भाषा नजाने भएर। अनि त्यही भएर पढेर आउनु, अलि 2-4 महिना चाहिँ मजाले स्ट्रगल गर्नु, बरु भाषा राम्रो बनाउनु, पढ्नु, एकदम त्यही हो। भाषा भयो भने सजिलो हुन्छ यहाँ हल्का सर्भाइभ गर्नलाई, काम साम नै खोज्न सजिलो हुन्छ, त्यही भएर पढेर आउनु। आउनेले एकदम रट्टा नान्नु। सो भने चाहिँ पोडकास्ट फर्स्ट टाइम हो? फर्स्ट टाइम नै हो पोडकास्ट। त्यही हो। कस्तो भयो त एक्सपिरियन्स पोडकास्टमा बोल्दाखेरि चाहिँ? रमाइलो लाग्यो फर्स्ट टाइम, अब नयाँ कुराको एक्सपिरियन्स, रमाइलो, मजा नै भयो, गफ गरियो होइन, आफ्नो एक्सपिरियन्सहरू सुनाइयो, बोलियो, रमाइलो लाग्यो। सही हो, ल आजको चाहिँ यहीँ टुङ्गाइदिउँ है त। ओके ल आजको लागि चाहिँ see you guys, फेरि भेटौँला नेक्स्ट एपिसोडतिर। ओके बाई बाई लेट्स के भन्छ